आज चाहिँ मैले के पकाउन आएको ल हेर्नुहोस् है त निङ्ग्रो लिएर आएको छु है। अनि यसमा चाहिँ मैले आलु अनि प्याज लसुन टमाटर मात्रै हालेर बनाउनु आएको है। अनि मैले कस्तो पकाएँ सुरुमा प्याज र लसुनलाई मजाले सुकाएँ अनि त्यसपछि आलु हाल्दिएँ है। अनि अलिकति तेल सार हालेँ अनि नुन हालेँ है। अनि त्यसपछि धुलो खोर्सानी पनि हालेँ होइन। अनि मजाले मैले फ्राई गरेर पाक्न दिएँ सुरुमा। म चाहिँ जहिले आलु मजाले पाकेपछि मात्रै हाल्छु सागहरू चाहिँ मेरो चाहिँ त्यस्तो छ पकाउने तरिका है। अनि यसमा चाहिँ मैले आलु पाक्ने हेरेको अलमोस्ट पाकिसक्यो। अनि त्यसपछि टमाटर र हरियो खोर्सानी एड गरिदियो। अनि त्यसपछि यसलाई फेरि मजाले पाक्न लगाएँ। अनि आलु र टमाटर र हरियो खोर्सानी मजाले पाकेपछि मैले यसमा मजाले त्यो अघिको निङ्ग्रोले मजाले हालेर मजाले चलाइदिएँ। मिठो भएको थियो। मलाई चाहिँ खानु मन थियो। अरूले चाहिँ के गरेर स्टिम गरेर पकाउँदो रहेछ। मैले चाहिँ डाइरेक्ट पकाउँछु यो निङ्ग्रोलाई चाहिँ कहिले पनि त्यो स्टिम गरेर त्यो खाइदिएँ कि यस्तो राम्रो भयो। हरियो मिठो यस्तो मिठो भएको थियो है। तपाईँहरू पनि मेरो रेसिपी ट्राई गर्नु त्यसपछि मन परेको भने है त। अलमोस्ट पाकिसक्यो। अनि त्यसपछि मैले यहाँ लन्चको लागि रेडी गरेँ। अलिकति आलु चोखा, आलु र निङ्ग्रो, दाल भात। तपाईँहरू पनि यसरी बनाएर खानुहोस्। धन्यवाद।